हामी के गर्छौं र कसो गर्छौं होइन सम्पूर्णलाई आह्वान गर्न चाहन्छु। म प्रवेश दाहाल लगायत हाम्रा टिममा साथीहरू आउनुभएछ, भास्कर घिमिरे, कुशल भेटवाल लगायत टिकाराम लिम्बू जस्ता व्यक्तिहरू। यी व्यक्तिहरू को हुन् त? यी व्यक्तिहरूले जिन्दगीभरि राजनीतिक दलको सदस्य लिएका छन्। यिनीहरू सडकमा आएका मान्छे हुन्। यदि सडकमा कसैले गोली हानेको हुन्थ्यो भने गोली लागेर मर्ने स्थिति हुन्थ्यो। हामी घाइते भएका छैनौँ। म फेरि सम्झन चाहन्छु, त्यो शहीद र घाइतेदेखि लिएर नेपाली आमालाई सम्झन चाहन्छु। तपाईहरूले देखेको सपना हामी जिउँदैछौँ। यदि हामी मरेर गएका थियौँ भने सपना पुरा नहुन सक्थ्यो, तर नेपाली जनता जिउँदैछन् र जेनजी पुस्ता जिउँदैछ। त्यसो भएको हुँदा सम्पूर्ण नेपाली जनताहरूलाई भन्न चाहन्छु, तपाईहरू नडराउनुहोस्। परिवर्तन हामीले ल्याएको हो। तपाईहरूलाई अझै पनि भन्न चाहन्छु, कसैले कसैलाई च्यालेन्ज नगरौँ, कसैले कसैलाई रुष्ट नबनाउँ। सबैजना यो देश हाम्रो हो। हामीले हाम्रा माग र एजेन्डाहरू राख्न पाउनुपर्छ। त्यसो भएको हुँदा हामी भाषण गर्न, साँच्चै भन्ने भने भाषण नेपालकै तरिकाले जाने भने हाम्रो टिमले भाषण गर्न सक्छ। जेनजी पुस्ता त्यति राजनीति नबुझेको छ। कालमार्क्सका सिद्धान्त के छन् सबै कुरा थाहा छ। तर के अब नेपालीले नेपालको सिद्धान्त बनाउँछ, नेपालीले नेपालको मुलुकको भाग्य र भविष्य बनाउँछ, डराउँदैन। अब त्यसो भएको हुँदा सडकमा आएको जेनजी पुस्ता, सम्पूर्ण नेपाली जनता, तपाईहरू साथ दिनुहोस्। यतिखेर जब हामी आन्दोलन गर्ने बेलामा जुट्यौँ, अब माग पुरा गर्ने बेलामा फुटेर हुँदैन। त्यसो भएको हुँदा यो अझै पनि भन्न चाहन्छु, फेरि कुनै राजनीतिक दलको दबावमा होइन यो कार्यक्रम। कसैले पनि केही गर्न नसकोस्। आज राजनीतिक दलका कारणले आएको यो होइन, यसरी आउनु परेको होइन। हामी भन्न चाहन्छौँ, आन्दोलन कहिले पनि लिमिटेसन हुँदैन, कहिले पनि क्राइटेरिया हुँदैन। आन्दोलनले ल्याएको परिवर्तन कसैले पनि कमजोर नसम्झिँदा हुन्छ। आन्दोलन आवश्यकता थियो। आन्दोलनको आवश्यकताले अब डक्ट्रिन, नेसेसिटी अफ डक्ट्रिन हुन्छ। आवश्यकताका सिद्धान्तहरू परिस्थितिले पद्धति बनाउने हो, नियम बनाउने हो। त्यसो हुँदा हिजोका नियमबाट रुष्ट नेपाली जनताहरू आज नयाँ नियम बनाएर कार्यान्वयन गर्न चाहन्छन्। त्यसो भएको त हाम्रा एजेन्डाहरू, एकछिन साथीहरू एकछिन, हाम्रा एजेन्डाहरू के छन्? अब एजेन्डातिर लाग्न चाहन्छु। एजेन्डाहरू हामी प्रष्ट भन्न चाहन्छौँ। अघिदेखि मैले भनेको छु, एजेन्डाहरू के छन् भन्ने कुरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, प्रिय जेनजी युवा पुस्ताहरू, आदरणीय उसमा मतलब कि शहीद हुनुभएका शहीदहरू, हस्पिटलको बेडमा हुनुभएका घाइतेहरू लगायत अहिलेको तत्कालीन सरकारका राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू लगायत सम्पूर्ण नेपाली जनताहरू, अहिलेको शून्यताको स्थितिलाई स्थिरतामा बदल्न हालको अन्तरिम सरकारले तत्काल निर्णय लिनुपर्छ। के निर्णय लिनुपर्छ त? हामीले निर्णय के लिनुपर्छ? तत्कालीन संविधानलाई परिमार्जन गर्न सकिन्छ भने परिमार्जन गरेर अन्तरिम संविधान जारी गरेर प्रत्यक्ष कार्यकारी निर्वाचनको घोषणा गर्नुपर्छ। हामीले यदि संसदीय मुद्दा मानेको हुन्थ्यो भने आन्दोलन केका लागि गर्नु पर्थ्यो? त्यसो भएको हामी संविधान नमान्ने भन्नाले होइन, यो संविधानको सरकार गठन प्रक्रिया, यो संविधानले देखाएका जुन विधि र पद्धतिहरू हामी मान्दैनौँ, तर संविधानै मान्दैनौँ भन्न मिल्दैन। त्यसो भएको हुँदा यो संविधानलाई हामीले जगमा टेकेर अब हामीले ती सरकार गठन प्रक्रियाहरू अहिलेको अन्तरिम सरकारले लिनुपर्छ। अन्तरिम सरकारले निर्णय लिनुपर्छ। जनताको पक्षमा किन निर्णय लिँदैन? फेरि अर्को कुरा के छ? तत्कालीन आन्दोलनको अवस्थालाई उग्र बनाउन सरकारले निरङ्कुशता साधेकाले तत्कालीन सरकार पक्षलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्कालीन सरकारलाई कारबाही गर्नुपर्छ। अर्को कुरा के छ? प्रदेश खारेजीको माग नेपाली जनताको हो। यहाँ कसले के माग राख्छ सँगको सरकारको विषय होइन। आन्दोलनका सडकमा उठेका मुद्दाहरूदेखि लिएर नेपाली जनताले चाहेका मुद्दाहरू सम्पूर्णले पेश गर्नुपर्छ। त्यसो हुँदा प्रदेश खारेजीको माग नेपाली जनताको माग रहेको हुँदा तत्काल खारेज गर्नुपर्छ। अर्को कुरा के छ फेरि? 4 नम्बर बुँदामा 2047 सालपछि सार्वजनिक पदधारमा रहेका सम्पूर्ण आरोपीलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्काल सजाय र प्राप्त सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। आज धेरैजना व्यक्तिहरू इमोसनल पार्न खोजिरहेका छन् राजनीतिक दलका कार्यकर्ताहरूले। यो देश सके भनेर। देश सकिएको छैन। देशमा जनता छन् र देशको भूमि छ। देशको सार्वभौम सत्ता, स्वाधीनता, इमान्दारिता तरिकाले अगाडि बढ्छ देश। त्यसो हुँदा हामी विधिको शासन मान्छौँ भने विधि बनाएर भए पनि विधिको शासन मान्छौँ। त्यसो हुँदा अहिलेको विधि र पद्धतिमा हामी यो कुरालाई संशोधन गर्ने हो कि आन्दोलनकारीले केही पनि व्याख्या गर्न चाहँदैन? एकछिन साथीहरू, आन्दोलनकारीहरूले केही पनि व्याख्या गर्न चाहँदैन। आन्दोलनकारीले माग राख्ने हो र माग पुरा हुनुपर्छ अहिलेको सरकारले। अर्को कुरा के छ? संवैधानिक आयोगका पदाधिकारीलाई नियुक्ति गर्दा राजनीतिक दलको दबाव नभई स्वच्छ प्रतिस्पर्धाबाट गर्नुपर्छ।
अर्को के छ फेरि यहाँ धेरै कारण चाहिँ के भयो भन्दा विश्वविद्यालयका राजनीतिक दलका सङ्गठनहरू हावी भइरहेका छन्। विश्वविद्यालयमा रहेका सम्पूर्ण विद्यार्थी सङ्गठन सोभिउ हटाउनुपर्छ। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको नेतृत्वमा विशेषज्ञको टोलीमा मन्त्री परिषद गठन गर्नुपर्छ। 9 मा अहिले जुन तरिकाले आन्दोलनको समयमा भएका घटनाहरू सीसी क्यामेरा फुटेजमा बाहिरिएको छ यो घोर आपत्तिको विषय छ। किन आपत्तिको विषय छ? यो किन आपत्तिको विषय छ भन्दाखेरि अहिलेको तत्कालीन आन्दोलनमा को आयो भन्दा कोठाभाडा बस्ने साधारण मान्छे आयो। आज भरेबाट कोठाभाडा नपाउने स्थिति भइसकेको छ विद्यार्थीहरूको। प्राय गाउँका किसानका सन्तानहरू मजदुरका सन्तानहरू आएर आयो आन्दोलन सफल पारेको। त्यसो हुँदा कसैलाई राजनीतिक दलको दबावमा आएर आज उत्तेजना नपारियोस्। भिड अब हामी सडकमा आउन चाहदैनौँ तर सडकका मागहरू अब सम्बोधन गर्न चाहन्छौँ। हामी सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय गृहमन्त्रीज्यू, माननीय अर्थ मन्त्रीज्यू, माननीय भौतिक पूर्वाधार मन्त्रीज्यू लगायतका व्यक्तिहरूसँग हामी भेट्न चाहन्छौँ। हाम्रा मागहरू सुन्नुपर्छ। हामी सरकार गठन गर्ने बेलामा मतलब के आइपुग्न पाएनौँ। लगभग हामी विराटनगरमा आन्दोलन गरेका थियौँ तर हाम्रा माग र एजेन्डाहरू तत्कालीन नेपाली समाजले हामीलाई फोन गरेर भनिरहनु भएको छ यो कुराको माग उठ्नु पर्यो, यो कुराका मागहरू लाग्नु पर्यो, यो कुराका मागहरू सुनिनु पर्यो। माग सुनाउन सक्दैनस् भने के का निम्ति सडकमा गइस्? सडकमा के का निम्ति गइस्? तपाईँ कसले पठायो सडकमा? एउटा कुरा फेरि भन्न चाहन्छु। एउटा कुरा के भन्न चाहन्छु भने अर्को कुरा के छ भनेदेखि यो सडकमा आन्दोलन गर्न सक्ने मान्छेहरूले माग पनि पुरा गर्न सक्नुपर्छ। त्यसो हुँदा हामी माग पनि पुरा गर्न सक्छौँ र माग लिएर आएका हौँ। त्यसो हुँदा हामी तण्ड वितण्ड गर्ने, हामी विभाजित गर्ने, कसैलाई आरोप प्रत्यारोप गर्ने भन्दा पनि हामी सम्पूर्णसँग संवाद गर्न चाहन्छौँ। आउनुहोस् सहकार्य गरौँ। भिजनमा मतलब कि एउटा डिसिजन लिउँ कि त कम्पेरिजन मतलब यो स्थितिलाई सुधार गर्नुपर्छ भने जेनजी पुस्ता एक हुनुपर्छ। आन्दोलन गर्ने बेलामा जुट हुने अनि माग पुरा गर्ने बेलामा फुट हुने भन्छ नि यिनीहरूले। यो अघिल्लो पुस्ताले त भन्छ यो देशको स्थितिलाई अझै बिगार्न पाए हुन्थ्यो भने। राजनीतिक दलको दबाव र आर र करकापमा धेरै सम्मेलन हुन थालिसकेका छन्। यस्ता सम्मेलनहरू आपत्तिजनक छन्, घोर भत्सना छ। त्यसो हुँदा परिवर्तन आएको हो, आन्दोलन गरेकै हो, आन्दोलनले परिवर्तन ल्याएकै हो। त्यसो हुँदा यहाँ कसलाई कारबाही गर्ने र कसलाई के गर्ने होइन। तत्कालीन सरकारलाई कारबाही गर्नुपर्छ, तत्कालीन सरकारका पदाधिकारीलाई कारबाही गर्नुपर्छ। यहाँनिर जेनजी पुस्ताको आन्दोलनकारीलाई आजसम्म विश्वको इतिहासमा कसलाई कारबाही भएको छ? अवस्था परिवर्तन गर्न चाहन्छ, व्यवस्था परिवर्तन होइन यो जेनजी पुस्ता। त्यसो हुँदा जेनजी अथवा जेनसी मतलब जेनेरेसन चेन्ज, लिडरमा जेनेरेसन चेन्ज हुनुपर्छ। त्यसो भएको हुँदा विधि र पद्धतिलाई नियमन गरेर नियम बनाएर विज्ञको टोली मार्फत नियम बनाएर अगाडि बढ्नुपर्छ। अब आन्दोलनकारीका मागलाई सम्बोधन गर्नका निम्ति आन्दोलनकारी तत्पर छ र आन्दोलनकारी माग गर्छ। अब सडकमा जान चाहँदैन तर त्यो सडकको टाटाले हामीलाई नसरापोस्। त्यो शहीद किन भयो? यदि शहीदका सपनाहरू पूरा गर्नका निम्ति हामी पनि शहीद हुनुपर्छ भने, यदि घाइतेका सपना पूरा गर्न हामी पनि घाइते हुनुपर्छ भने हामी तयार छौँ। तर हाम्रा माग र एजेन्डाहरू कुनै पनि तरिकाले पछाडि हट्ने पक्षमा छैनौँ। हामी कुनै भूगोललाई प्रतिनिधित्व गर्ने पक्षमा छैनौँ। हामी कुनै उसलाई समग्र देशलाई आज धेरैजना व्यक्तिहरू को पक्षधर के पक्षधर होइन। नेपाली जनता पक्षधर, नेपाली आमा पक्षधर, नेपालको भूमि पक्षधर, नेपालको सार्वभौम सत्ता पक्षधर, नेपालको स्थिति पक्षधर। आज धेरैजना व्यक्तिहरूले के भन्नुहुन्छ? आज के कुरा गरिरहनु भएको छ भने आन्दोलन त कसले फन्ड पो दिएछ, आन्दोलन त के पो भएछ, के को फन्ड? सर्वसाधारण किसानका छोराछोरीहरू, सर्वसाधारण व्यक्तिहरू सडकमा आएर हामीले कोठाभाडा तिर्ने, घरबेटीलाई कोठाभाडा तिर्ने पैसाहरू, गोजीका पैसाहरू खर्च गरेर हामीले आन्दोलन गरेका हौँ। हामीसँग अहिले स्थिति साँच्चै भन्ने हो भनेदेखि अहिले म यो सफा लुगा लाएर आउने स्थितिमा पनि थिइनँ तर बाध्यताले यो आज चाहिँ राम्रै कपडा लाएर जाउँ न त भनेर मात्रै हो। होइन भने आन्दोलनकारीका मागहरू किन पुरा गर्न सकिँदैन? आन्दोलनकारीले माग राख्छ। आन्दोलनकारी कसरी अब हो भन्ने होइन, अब जसरी हुन्छ परिवर्तन गर्नुपर्छ र जसरी हुन्छ प्रत्यक्ष कार्यकारीको निर्वाचन गर्नुपर्छ। यहाँ हेरेर बसेर हुन्छ? आन्दोलनकारीले यो नियम मानेको थियो भने किन आन्दोलन गर्नु? घर बसेर सुत्ता भइहाल्थ्यो नि। तर के आन्दोलनकारीले माग राखिसकेपछि आन्दोलनकारीले पुरा गर्छ र हामीलाई संवादमा बोलाउनुपर्छ। कुनै पनि कुरा कोठामा लुकाएर हुँदैन। हामी छौँ नि, जिउँदैछौँ हामी जिउँदैछौँ। त्यसो हुँदा जिउँदा मान्छेले जिउँदाका मतलब अहिलेको नेपाली समाज त्यो शहीदले देखेको सपना पुरा गर्न चाहन्छौँ। शहीदले देखेको सपना यो तरिकाको अहिलेको तण्ड वितण्ड होइन। यहाँ धेरैजना व्यक्तिहरू यो पक्षधर त्यो पक्षधर, हामी कोही पक्षधर होइनौँ, नेपाली जनता पक्षधर हौँ। हामी कोही व्यक्तिलाई बोकेर हिँड्दैनौँ, देशलाई बोकेर हिँड्छौँ। हामी कसैका व्यक्तिका निम्ति होइन, हामी यो देशको भूमिका निम्ति हो। त्यसो भएको हुँदा सम्पूर्ण पत्रकारहरूलाई भन्न चाहन्छु, तपाईँहरूले वास्तविक रियल जेनजीहरू, घाइतेहरू, त्यो अहिले मैले धेरै कुराहरू राख्नु छ। अर्को कुरा के छ भनेदेखि अहिलेको तत्कालीन सरकारले आज हामीले फेरि यस्तो हुन्छ यो स्थितिमा
अहिले बोल्ड निर्णय लिन सकिएन भने आज निर्णय गर्न छैन, रात गए अग्राख पलाउँछ, न्याउरी मरे पछुतो भने जस्तो आज निर्णय गर्न नसके भोलि जनताको स्थिरतामा कसरी परिवर्तन आउँछ, जनताको अवस्थामा कसरी सुधार आउँछ। त्यसो भएको हुँदा सबैजनाले के हो भनेदेखि यो पत्रकारको मिडिया मार्फत हामी भन्न चाहन्छौँ तपाईँहरू हाम्रो साथी हो, हामी तपाईँहरूसँग संवाद गर्न चाहन्छौँ, तपाईँहरूका विचारहरू सुन्न चाहन्छौँ र हामी भन्न चाहन्छौँ देशले परिवर्तन चाहेको छ, मुलुकले परिवर्तन चाहेको छ। हामी डेमोक्रेसी पक्षधर हो, हामी डेमोक्रेसी पक्षधर हो। डेमोक्रेसी पक्षधरले के भन्छ? पिपुल पावर, पिपुल चोइस, पिपुल भोइस, यी कुराहरू हामी भन्छौँ। त्यसो हुँदा डेमोक्रेसीले परिवर्तन ल्याएको, तर अवस्था परिवर्तन। अब दुई तिहाईको मतलब कि आज राष्ट्रपतिबाट विज्ञप्ति जारी भएछ, अलिकति चाहिँ मलाई दुःख लागेको छ। त्यो विज्ञप्तिमा भनिएको छ अब संविधानको रक्षा गरियो। संविधानको रक्षा होइन, देशको रक्षा गर्छन् नेपाली जनताले। संविधानका विधि पद्धति बनाएर अगाडि बढ्छन् नेपाली जनता। विधि भन्दा पछाडि त किन जान्छन्? तर विधि बनाउने कुरामा के हुन्छ, अहिलेको विधिले मुलुकको परिवर्तन गर्न सक्दैन। यो कुरा जहाँ बोल्नुपर्छ, जहाँ गर्नुपर्छ हामी तयार छौँ, जहाँ बोल्नुपर्छ, जहाँ बोलाइन्छ तयार छौँ, तर हामी कसैलाई विरोध गर्दैनौँ। तर के चाहिँ भनेदेखि नेतृत्व लिएर गइसकेपछि नेतृत्वले तुहाउन चाहिँ पाउँदैन, माग र मुद्दाहरू तुहाएर चाहिँ अगाडि बढ्न पाउँदैन। परिस्थितिले शून्यता छ। हामी के भन्छौँ? नेपाल अहिले दुःखमा छ। नेपाल भूमिले शान्त चाहन्छ, मुलुकले परिवर्तन चाहन्छ, जनताले अवस्था परिवर्तन चाहन्छन्। त्यसो भएको हुँदा आज हामीलाई भनिरहेका छन्, हामीलाई गाउँ र बस्तीबाट फोन आइरहेको छ, तपाईँहरू सडकमा आन्दोलन गर्नु, अब गाउँ परिवर्तन हुँदैन, गाउँमा त आन्दोलनै भएन त भनिराख्नुहोस्। ढुक्क हुनुहोस्, परिवर्तन गाउँदेखि सहरसम्म हुन्छ। देशदेखि मतलब यो देशको भूमि जुनसुकै ठाउँ र टोलका हुन्छन्। त्यसो हुँदा आन्दोलन काठमाडौँमा मात्रै भएको होइन, आन्दोलन देशव्यापी रूपमा भएको हो। त्यसो हुँदा देशव्यापी रूपमा सुनिनुपर्छ र देशव्यापी रूपमा अगाडि बढ्नुपर्छ र परिस्थितिलाई पद्धतिमा बढाएर नियमन गरेर मुलुक र जनताको भाग्य र भविष्यलाई परिवर्तन गर्नुपर्छ भन्ने कुरामा हामी दुई मत छैनौँ। त्यसो हुँदा हामी न त धर्म विरोधी हौँ, न त जात विरोधी हौँ, न त कुनै व्यक्ति विरोधी हौँ, न त कुनै मतलब के अहिलेको स्थितिमा सम्पूर्ण नेपाली हामीले फेरि आह्वान गर्ने गरेका छौँ। हामीले के आह्वान गर्ने गरेका छौँ? यतिखेर हाम्रो जात भनेको नेपाली, धर्म भनेको नेपाल जोगाउने, यो हो हाम्रो यतिखेरको परिस्थितिमा। त्यो हुँदा को व्यक्तिले नेतृत्व गरेर को कसले के गर होइन, अबको स्थितिलाई कसरी सुधार गर्नुपर्छ। लुकेर किन लुक्ने? आन्दोलन गर्ने बेलामा आन्दोलन, अब धेरैजना आन्दोलनकारीहरू डराइरहनु भएको छ। आन्दोलनकारीहरू के भन्नुहुन्छ? अब हामीलाई कारबाही पो हुने हो कि? मलाई फोन गर्नुहुन्छ, हामीलाई फोन गर्नुहुन्छ, हाम्रा साथीहरूलाई फोन गर्नुहुन्छ। हामी दुई चारजना आएर हामीलाई पदको लोभमा हामीलाई कसैले केही दिन्छ भनेर होइन। हामीले सडकमा आन्दोलन गरेका थियौँ र सडकको आन्दोलनको भागीदारी हामी पनि माग पुरा गर्नुपर्छ भनेर हामी आएका हौँ। त्यसो हुँदा हाम्रो परिस्थितिलाई पद्धतिमा परिवर्तन गरेर जनताको भाग्य र भविष्यलाई, जनताको अवस्थालाई यहाँ आज बहुदलीय हटाउँछन् कि? बहुदलीय हट्दैन, तर बहुदलीय नहटे पनि यस्तो पद्धति रहँदैन। अब फेरि अर्को अनुरोध गर्न चाहन्छु। अर्को अनुरोध के गर्न चाहन्छु? नेपाली सेनाले कब्जा गरेका ती नेताहरूलाई आज किन छोडिँदैछ? अनुसन्धानका निमित्त तत्कालै गृह मन्त्रालयबाट निर्णय हुने हो कि राष्ट्रपति कार्यालयबाट निर्णय हुने हो? तत्काल अनुसन्धान गर्नका निम्ति उसमा चलाइयोस्, कुन चाहिँ छ ठुलो जेल त्यसैमा हालियोस् र अनुसन्धान गर्न सुरु गरियोस्। तिनीहरूलाई किन छोड्ने? अप्ठ्यारा राखिसकेपछि, घर भत्काइसकेपछि आज धेरैजना व्यक्तिहरूलाई यिनै नेतालाई स्वीकारेर जानुपर्छ। यिनै नेता हुन् हाम्रा भगवान। जनताले जे चाहन्छ, जनताले के चाह्यो? मुलुकको परिवर्तन चाहियो, स्वतन्त्रता चाहियो, फ्रिडम चाहियो, भ्रष्टाचार जिरो करप्सन चाहेको होइन। अनि फेरि तिनै भ्रष्टाचारीलाई ल्याउने? त्यसो भएको हुँदा हामी भन्न चाहन्छौँ, हामीले कुनै पनि स्वार्थ लुकाएर हामी कुनै पनि उसमा आएका होइनौँ। आज किन प्रेस मिट गरे त यिनीहरूले? दुई चारजना बसेर, दुई चारजना होइन, हामी सडकको प्रतिनिधिका रूपमा, सडकको आन्दोलनका पदाधिकारी मतलब कि पद्धतिको रूपमा हामी कोही नेतृत्व होइन। प्रष्ट हुनुहोस् है तपाईँहरू। हामी नेतृत्व गरेर के नलाउँला के नखाउँला भनेर हामीलाई कसले पैसा दियो? अघि भनेको छ, हाम्रा कोठा भाडा तिर्ने पैसा चाहिँ हामीले जोगाएर यता आन्दोलनमा लागेका छौँ। भोलि यहाँबाट फर्केर गइसकेपछि घरबेटीले पैसा तिर्न सकेन भने निकालिदिन्छ। यस्तो स्थितिमा युवाले नेतृत्व गरेर राखेको। त्यसो हुँदा हाम्रो आन्दोलन कसरी सफल भयो? आन्दोलन जेनजीले नेतृत्व गर्यो, नेपाली जनताले साथ दिए अनि आन्दोलन सफल भएको हो। त्यसो हुँदा यसलाई नेपाली जनताले जस्तो अवस्था नेपाली जनताले यो प्रत्यक्ष कार्यकारी निर्वाचनको माग गरिरहेका छन्। त्यसो हुँदा प्रत्यक्ष निर्वाचनको कार्यकारीको पदाधिकारीको माग गरेको हुँदा यो कुरा पारित हुनुपर्छ। अर्को कुरा के छ भनेदेखि यहाँनिर हामी कुनै भूगोलको परिवर्तन उलेर कुनै होइन, तर हामीले अब चाहिँ माग चाहिँ पुरा गर्नुपर्छ। र हामी के भन्छौँ भने अब हामी वार्तामा आउन चाहन्छौँ, हामी संवाद गर्न चाहन्छौँ, हामी एक अर्कामा सम्मत गरेर अगाडि बढ्न चाहन्छौँ। हाम्रो स्वतन्त्र आजसम्म यहाँनिर आएका साथीहरू
कुनै पनि व्यक्तिले राजनीतिक दलको संगठन लिएर आए, सदस्यता लिएको रहेछ भने यी व्यक्तिहरूलाई मसँग हिँडिरहेका होइन, हामी सबै यो ठाउँ देश छोडेर हिँड्न चाहन्छौँ। देशमा परिवर्तन चाहेको, गरिब दुखी निमुखा किसान सुकुम्बासी मजदुर यी व्यक्तिहरूले देशको परिवर्तन चाहेका छन्। आज सडकमा आउने पनि तिनैका सन्तान हुन्। आज धेरैजना व्यक्तिहरू यस्तो सुकुम्बासी बस्तीहरूमा बसेर एउटा खाट पनि नभइकन सुतिरहेका छन् हस्पिटल। कतिजना व्यक्तिहरू खुट्टाको गोली लागेर बसिरहेछन्। हामी भन्न चाहन्छौँ ती व्यक्तिहरूसँग पनि हामी भेट्न चाहन्छौँ, हस्पिटलको उसमा पनि भेट्न चाहन्छौँ। आज सरकारले निर्णय गर्नुपर्छ। आज गरेको निर्णयले, आज तत्कालीन यो अन्तरिम सरकारले गरेको निर्णयले भोलिको मुलुकको भाग्य र भविष्य जनताको अवस्थामा सुधार ल्याउनुपर्छ। जहिले पनि मैले भनेको छ, जनताको अवस्था नसुध्रिउन्जेल, जनताको पद्धति नसुध्रिउन्जेल अवस्थामा परिवर्तन आउँदैन। त्यसो हुँदा यहाँ जहिले तैले एलिड वर्गले शासन गरो, जहिले तैले यहाँनिर चाहिँ शासक वर्ग चाहिँ ठुला धनी गरिब भए, आज केही कुरा होइन। तर यो सरकारले यी निर्णयहरू तत्कालको तत्काल प्रत्यक्ष निर्वाचनको निर्माण कसरी गर्न सकिन्छ, संविधान के कति के होइन, आन्दोलनकारीका माग हुन् र आन्दोलनकारीले विधि र पद्धति अनुसार अगाडि बढ्न चाहन्छ र विधि र पद्धति अनुसार आन्दोलन भएको पनि होइन र प्रत्यक्ष निर्वाचनको माग गर्छ र संविधान अगाडिका संविधानका ती कुराहरूलाई सम्बोधन गर्दै अगाडिका संविधानका सम्पूर्ण कुराहरू भन्दा पनि अब सरकार गठन प्रक्रियामा चाहिँ हाम्रो अघिल्लो संविधानमा चाहिँ जुन प्रदेशका कुरा जुन कुराहरू छन् त्यहाँ चाहिँ हामीलाई त्रुटि छ। ती त्रुटि भएका आधारमा त्यो संविधानलाई संशोधन गरेर हुन्छ, विशेषज्ञको टोली बनाएर हुन्छ, कसरी हुन्छ, संविधान संशोधन गर्ने अवस्था छैन। तर अन्तरिम संविधान जारी गरेर अहिले तत्कालीन अवस्थामा गर्नु, रात गए अग्राह पलाउँछ भन्छन्, त्यो भएको हुँदा तत्कालीन अवस्थामा सुधार गर्नुपर्छ। र अरू कुरा एक दुईवटा कुरा म भन्न चाहन्छु। युवा कसैको दौराको फेर समातेर अगाडि बढ्ने पक्षमा थिएन र छैन, आफै अग्रसर भएर यो आन्दोलन गरेको हो। र भन्न चाहन्छौँ हामी, यदि साँच्चै सक्छ भने लवोस्, सबैलाई जेल बनाओस्, अनुसन्धान गरेर व्यक्तिहरूलाई हाल्न ठिक परेछ जेलमा सरकारले। तत्काल ती भिडियो फुटेजहरू सार्वजनिक गर्न बन्द गरियोस्। मान्छे फ्रस्ट्रेसनमा गइसक्यो, मान्छे झुड्निन थालिसक्यो। देशको परिवर्तन गरेर मर्नुपर्ने बाध्यता कुन पद्धतिले जनाउँछ? देशको परिवर्तन गरेर कुन देशमा मान्छे मर्न बाध्य हुनुपर्छ? त्यसो हुँदा परिवर्तन चाहेको नेपाली जनताले, परिवर्तन चाहेका नेपाली आमाले, सम्पूर्ण नेपाली आमाहरूलाई अनुरोध गर्न चाहन्छु, भन्न चाहन्छु, तपाईँहरूले देखेको सपना, तपाईँहरूका छोराछोरीले देखेको सपना पुरा हुनेछ र हामी तत्काल यो सरकारसँग संवादमा जान चाहन्छौँ र विधि र पद्धति अनुसार बनाएर विधि र पद्धति अनुसार अगाडि बढ्न चाहन्छौँ र अन्तरिम सरकारले निर्णय गर्नुपर्छ। आन्दोलनकारी नेपाली जनता, जेन्जी पुस्ता, सम्पूर्ण यो भूगोल भूमि, यो सार्वभौम सत्ता, स्वतन्त्रता, स्वाभिमान, यी सम्पूर्ण कुराहरू जुन राजकीय सत्ता जस्ता यो अराजकतालाई चाहिँ हटाउनुपर्छ। अराजकता हटाउनका निम्ति र भ्रष्टाचार हटाउनका निम्ति र विविध पद्धतिहरूलाई हटाउनका निम्ति यो आन्दोलन भएको हो र यो आन्दोलन भएका कारणले अब नेपाली जनताले यो जेन्जी पुस्तालाई साथ दिएर अहिलेको तत्कालीन अवस्थामा अब यो निर्णय गरेर जनताको पक्षमा निर्णय गर्नुपर्छ। भित्रभित्र लुकेर अस्ति म भन्न चाहन्छु, कुनै पनि मिटिङहरू देशको यो जेन्जी पुस्ताले गरेको एउटा मिटिङमा हामी दुःख माग्न चाहन्छौँ। के भने त्यो अनलाइन मिटिङमा मिटिङ गरियो, जो पायो त्यसले त्यो मिटिङ हेऱ्यो, जो पायो त्यसले त्यो मिटिङलाई गर्यो। त्यसो हुँदा त्यो पद्धति अलिकति सुधारेर अगाडि बढ्न जरुरी छ र सम्पूर्ण नेपाली जनताका माग सम्बोधन गर्न जरुरी छ। देशव्यापी रूपमा नेपाली जनताका मागहरू के हुन् भनेर ल्याउन जरुरी छ र मुलुकको परिवर्तन गर्न जरुरी छ। त्यसो भएको हुँदा पत्रकार हाम्रो एकजना साथीले अब केही कुरा राख्नुहुन्छ र हामी यो भन्नाले हामी माग पूरा गर्न आएका हौँ, हामी कुनै तण्ड मितण्ड मचाउन आएका हौँ र परिवर्तन गर्न चाहन्छौँ। र एकजना साथीले अझै बोल्न बाँकी नै छ र कुरा राख्नुहुन्छ। हेलो, यस मञ्च प्रदान गर्नुहुने रिपोर्टर्स क्लबलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै विविध मिडियाहरूबाट आउनुभएका पत्रकार मित्रहरूलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। विशेष गरी आन्दोलन भयो, आन्दोलन वास्तवमा पूर्ण तरिकाले सफलता प्राप्त गरेको छैन। आन्दोलनले जुन किसिमको सफलता प्राप्त गर्छ, जब ती शहीदहरूले बगाएको त्यो रगतको बलिदानले परिवर्तन ल्याउँछ, तब मात्रै आन्दोलनले सफलता प्राप्त गर्छ। म टिकाराम लिम्बू पूर्वाञ्चल विश्वविद्यालय ल कलेजबाट बिएलएलबी तेस्रो इयरको विद्यार्थी। हामीले के भन्न चाहन्छु भने जेन्जी पुस्ताहरूले हाम्रो आफ्नो किसिमका एजेन्डाहरू थियो, त्यो एजेन्डाहरूलाई परिपूर्ति गर्नका निम्ति हामी सडकमा उत्रेका थियौँ। ती एजेन्डाहरू के थियो भने वास्तवमा हाम्रो सबैभन्दा मुख्य एजेन्डा भनेको जुन देशमा रहेको
जुन किसिमको ऱ्यापिडली ग्रोइङ भएको भ्रष्टाचार थियो, करप्सन, यो करप्सनलाई हामी जसरी भए पनि यो करप्सनलाई जिरो झार्ने भन्ने हाम्रो प्रमुख उद्देश्य थियो। यसको लागि यो करप्सन कसरी झार्ने भन्दै गर्दाखेरि जुन अहिले नेपालमा रहेको वर्तमान संविधान 2072 साल छ, यो संविधानको अधीनमा रहेर हामीले यो भ्रष्टाचार निर्मूल पार्न सक्दैनौँ भन्ने कुरा जेनजी पुस्ताले राम्रोसँग बुझेको छ। किन कसरी भन्दै गर्दाखेरि जुन यो नेपालको संविधान 2072 साल छ, यसको सरकार गठन गर्ने प्रक्रिया र विभिन्न संविधानका भागहरू, संविधानका अङ्गहरूमा जसरी संविधानका अङ्गहरूमा नियुक्ति प्रक्रियाहरू छ, यी सबै एक अर्काको राजनीतिक हस्तक्षेप र राजनीतिक नियुक्ति प्रक्रियाहरू छ। जसरी सर्वोच्च अदालतका प्रधान न्यायाधीशको नियुक्ति गर्दाखेरि संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्दै गर्दाखेरि त्यहाँ पक्कै पनि नातावाद, कृपावाद र पैसाको चलखेल भएको कुराहरू हामी सुनेको छौँ। यो हुन्छ पनि। त्यसैले गर्दाखेरि यो संविधान संशोधन गरेर, तर संविधान संशोधन गर्ने भन्दै गर्दाखेरि अहिले संविधान संशोधन गर्ने अवस्था पनि छैन। संसद विघटन भइसकेको छ। अन्तरिम संविधान बनाएर यहाँ के व्यवस्था गर्नुपर्छ भने राइट मेन राइट प्लेस भन्ने अवधारणाका साथ राम्रो व्यक्तिलाई राम्रो ठाउँमा पुर्याउनु पर्छ। र दोस्रो कुरो भनेको के हो भने जेनजी पुस्ताहरूलाई जसरी अहिले सडकमा उनीहरूले गरेको गतिविधिलाई सीसीटीभी फुटेज क्यामेरा हेरी पक्रिने जुन कार्य गरिएको छ, यो कार्य तत्कालै गृहमन्त्रीबाट सम्बोधन होस्, यो कार्य तत्कालै बन्द गरियोस्। किनकि जेनजी पुस्ताले क्रान्ति गरेको हो, जेनजी पुस्ताले परिवर्तन ल्याएको हो, जेनजी पुस्ताले सत्ता परिवर्तन गरेर सत्तामा नयाँ व्यक्तिहरूलाई राखिएको हो। यो नयाँ सरकारले मुख्य गरी के कुराको सम्बोधन गर्नुपर्छ भने जेनजी पुस्ताको मागलाई तत्कालै सम्बोधन गर्नुपर्छ। त्यसैले म के भन्न चाहन्छु भने गृहमन्त्रीज्यूलाई तत्कालै यो जुन किसिमको अहिले जेनजी पुस्ताहरूलाई शारीरिक तथा मानसिक यातना दिएर पक्रिने कार्य गरिएको छ, यो तत्कालै बन्द गरियोस्, तत्कालै बन्द गरियोस्। र अरू कुराहरू भनेको के हो भने जुन किसिमको हामीले अन्तरिम संविधानको कुरा परिकल्पना गर्दैछौँ, यो अन्तरिम संविधान विज्ञको टोली गठन गरेर अन्तरिम संविधान बनाइयोस् र अन्तरिम संविधानले तत्कालै प्रदेश खारेज गरोस् र प्रदेश खारेज गरिसकेपछि यी संविधानका जुन किसिमका धारा, उपधारा, नीति, नियम, उपनियमहरू छन्, यो तत्कालै संशोधन गरिएर यहाँ के गरियोस् भने सरकार गठन गर्ने प्रक्रिया पनि परिवर्तन गरियोस्। डाइरेक्ट इलेक्सन सिस्टमबाट प्रधानमन्त्री, कार्यकारी प्रधानमन्त्रीले विज्ञहरूको टोलीबाट मन्त्री परिषदको गठन गरियोस् र जुन किसिमको व्यक्तिहरूको मत पाएर आएका पार्लियामेन्टका सदस्यहरू हुन्छन्, उनीहरूले अन्ली कानुन निर्माण गर्ने प्रक्रिया मात्रै सहभागी हुनुपर्छ भन्ने पनि जेनजी पुस्ताको विशेष माग हो। हाम्रा मागहरू के छन्? हाम्रा मागहरू धेरै किसिमका छन्। यो विशेष मागहरू हो र तेस्रो कुरा, चौथो कुरा, पाँचौँ कुरा, 10औँ कुरा, 20औँ कुराहरू आइसकेका छन्। यो सबै मागहरू परिपूर्ति गर्नुपर्छ। र हामी के पनि भन्न चाहन्छौँ भने अन्त्यमा सम्पूर्ण नेपाली नागरिकहरूलाई सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्नुको निम्ति यो राज्यले भूमिका खेल्नुपर्छ। र म अन्त्यमा एउटा कुरा के क्लियर बनाउन चाहन्छु भने हामी कुनै पनि मानिसहरू जुन जेनजी पुस्ताका युद्ध क्रान्ति गरेका थियौँ, हाम्रो उद्देश्य भनेको लोकतन्त्रको विकल्प राजतन्त्र होइन, लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो। त्यसैले हाम्रो किता पनि क्लियर गर्न चाहन्छु, कुनै किसिमको हाम्रो व्यक्तिगत स्वार्थ, राजनीतिक स्वार्थ किसिमको लागेर होइन, सामाजिक स्वार्थ, राष्ट्रिय हित र देशको परिवर्तनका लागि हामीले जेनजी पुस्ताले युद्ध क्रान्ति गरेको हो। र यो युद्ध क्रान्ति आधी कुरा सफल भइसकेको छ र यो कुरा पूर्ण सफल पार्नको निम्ति तत्कालै अन्तरिम सरकारले हाम्रो मागहरू सम्बोधन गरियोस्। र अन्त्यमा एउटा कुरा के भन्न चाहन्छु भने जति पनि स्थानीय सरकारहरू छन्, स्थानीय सरकारले तत्कालै राजीनामा दिएर सबै मार्ग निर्देशन खुल्ला गरिदियोस्, बाटो खुल्ला गरिदियोस्। जसरी प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ त्यसरी स्थानीय सरकारको निर्वाचन तोकियोस्। किनभने जब सङ्घको सरकार फेल भइसक्यो, प्रदेशको सरकार फेल भइसक्यो भने स्थानीय सरकारको पनि कुनै औचित्य छैन भन्दै मेरा शब्दहरू यहाँ अन्त्य गर्न चाहन्छु र सम्पूर्ण पत्रकार मित्रहरूलाई धन्यवाद।